Today we have very special guest whose dreams are taking off to Australia. अनि एक्लै होइन उहाँको वाइफले पनि उहाँलाई कम्पनी दिँदै हुनुहुन्छ. Let's hear about their story. आफ्नो नाम भनिदिनु त एकचोटि. मेरो नाम अमन महतो एन्ड मेरो घर चाहिँ म मिर्चियाबाट बिलङ गर्छु. रिसेन्टली चाहिँ म यहीँ काठमाडौँमै बसिरहेको छु. अनि हजुर यो मेरो गरिमा दवाडी गौरव विराटनगर. मैले मास्टर्स चाहिँ काठमाडौँ ट्युबाट गरेँ. अनि तपाईँहरूले अब अस्ट्रेलिया जाने डिसाइड गर्नुभयो होइन? फर्स्ट त्यहीँबाट आउला. अस्ट्रेलिया नै किन? अस्ट्रेलिया नै स्पेसिफिकली किन भन्दाखेरि देयर आर लट अफ रिजन होइन. तर त्यो सबै रिजन भन्दा पनि एउटा पर्टिकुलर मेन रिजन चाहिँ के हो भनेपछि इन्टरनेसनल स्टुडेन्टहरूको लागि, एब्रोड इन्टरनेसनल स्टुडेन्टहरूको लागि एजुकेसन सेक्टरमा अस्ट्रेलिया इज कन्सिडर्ड एज वान अफ द बेस्ट डेस्टिनेसन फर अ स्टुडेन्ट. त्यहाँको मल्टिपल युनिभर्सिटिजहरूको चोइसेस, मल्टिपल कोर्सेसहरू, फ्लेक्सिबल इन टर्म्स अफ फी, एफोर्डेबल फीहरू, लिभिङ एकोमोडेसनहरू, सबै कुरा स्टुडेन्टहरूकै लागि राम्रो भएको कारणले गर्दाखेरि अस्ट्रेलिया, आई थिङ्क अस्ट्रेलिया इज वान अफ द बेस्ट डेस्टिनेसन फर स्टुडेन्ट. कुनै टाइममा तपाईँहरूको दिमागमा यो आएन अर्को कन्ट्री पनि चुज गर्दा हुन्थ्यो कि? अब त्यस्तो चाहिँ कहिले पनि आएन होइन. तर अब मेरो अलिकति एकचोटि बिचमा आएको थियो भनौँ न, फ्रेङ्कली स्पिकिङ गर्दाखेरि कस्तो भएको थियो भनेपछि चाहिँ मेरो अलिकति एकाडेमिक ब्याकग्राउन्ड अलिकति विक भएर अनि बिचमा पनि अस्ट्रेलियाको फाइनेन्सियल कुराहरू मैले मिटअप गर्न सक्दिनँ कि, त्यो जिएसको रिक्वायरमेन्टहरू मैले त्यो मिट गर्न सक्दिनँ कि भन्ने कुराहरूको डर भइरहेको थियो. एन्ड देन त्यसपछि अनि अर्को साइडमा चाहिँ अहिले बजारमा आएको भनेको युकेको प्रोसेसिङ अलिकति स्मुथ छ, अलिकति इजी छ होइन, अलिकति त्यस्तो हेभी डकुमेन्टेसनहरू चाहिँ चाहिँदैन भन्ने कुराको थिङ्किङले गर्दाखेरि एट द पोइन्टमा चाहिँ माइन्ड चाहिँ अलिकति डाइभर्ट चाहिँ भएको थियो. बट एट द एन्ड मेरो म प्लस टूदेखि नै म स्कुलिङ गर्दादेखि नै चाहिँ नभनौँ, प्लस टू गर्दाखेरि नै मेरो डेस्टिनेसन इफ मैले एब्रोड गएर पढ्ने नै हो भने चाहिँ म अस्ट्रेलिया नै चुज गर्छु. त्योभन्दा बाहिरको डेस्टिनेसन मेरो दिमागमा थिएन. बिचमा चाहिँ अलिअलि आउनु हामीलाई भेट्नु अगाडि होइन त्यो एकदम. अनि तपाईँ दुवैजनामा कसै एकजनाको मात्रै भिजा लाग्यो है? एकजनाको मात्रै भिजा लाग्यो भने फाइन त होइन. अनि अरू त्यहाँनिर पनि छन् त प्रोसेसहरू. एकजनाको मात्रै लाग्यो भने पनि सर्टेन पेसेन्स लेभल भयो भने 1-2 months 3 months 6 months अथवा मोर देन द्याट के छ नियम लहरू त्यहाँको के छ त्यो अनुसारले चाहिँ अनि बुझेर अनि तपाईँहरूलाई के लाग्छ यहाँ नपढेर तपाईँले फरेन कन्ट्री चुज गर्नु भएन एब्रोड स्टडीलाई? त्यो बेटर कुरा हो, त्यसलाई रिग्रेट गर्नुहुन्छ कुनै टाइममै गर्नुहुन्न नेपाल छोड्नु परेको छ भनेर? आई थिङ्क रिग्रेट चाहिँ गर्दिनँ होला टोटली होइन. म डिसएग्री नै छु यो कुरामा. रिग्रेट चाहिँ गर्दिनँ होला किनकि एजुकेसनको लागि चाहिँ रिग्रेट हुँदैन. अब एजुकेसन सिस्टम चाहिँ किनभने तपाईँलाई मलाई यहाँको रियालिटी ग्राउन्ड रियालिटी के हो भन्ने चाहिँ एजुकेसन सिस्टममा थप्ने कुरा थाहा छँदैन छ होइन. विनो कोर्सेसहरू अलिकति भास्ट छ, डिप छ, झन् त्यो लङ टर्म रेसमा चाहिँ अलिकति राम्रो छ भन्ने चाहिँ एउटा पार्ट भयो कि. तर यहाँनिर चाहिँ के छ भन्ने चाहिँ एउटा पेपर बेस्ड लर्निङ मात्रै भयो क्या, एउटा प्र्याक्टिकल लर्निङ भएन क्या, थ्योरिटिकल लर्निङ मात्रै भयो क्या. मैले पढेँ, इक्जाम दिएँ, पास भयो, सक्यो. मैले जस्तो एउटा फिजिक्स पढेँ अथवा कुनै एउटा इलेक्ट्रिकल सब्जेक्ट पढेँ, मेरो इक्जाम हो, मैले इक्जाममा लेखेँ, क्वेसन्स त्यो अनुसारले लेखेँ. तर त्यो रियल लाइफमा त्यहाँ मेरो भएको कुराहरू चाहिँ मैले आफ्नो लाइफमा चाहिँ एप्लिकेबल गर्नै सकिनँ क्या. काहीँ पनि मैले पनि युनिभर्सिटिजहरू यहीँको युनिभर्सिटीहरू पनि पढेको हो होइन. प्र्याक्टिकल नलेजको कमी भएर अनि त्यो लेभलको चाहिँ जस्तै भए पनि अब अस्ट्रेलिया भनेको एउटा राम्रो डेस्टिनेसन कन्ट्री हो होइन. हामीभन्दा वेल एउटा रेपुटेड ठाउँमा हो. अलिक डेभलप नेसन भएपछि अटोमेटिकली त्यहाँको इन्फ्रास्ट्रक्चरहरू, त्यहाँको ल्याब सिस्टमहरूदेखि लिएर त्यहाँको अब टिचर्सहरूदेखि लिएर अलिकति त्यहाँ चाहिँ भन्छु मोडर्न छ एकदम होइन. अब हाम्रो त कहिले कुन जमानाको सिलेबस छ त्यो छ, जस्ट एउटा पेपर वर्कहरूको यिनीहरू मात्रैको कामको लागि, यताउति इनोभेसन्सको लागि यिनीहरूको लागि अगाडि बढोस् कामहरू होइन. त्यो फिजिकल्ली साँच्चीकै इन्डस्ट्रीहरूमा काम लागोस् त्यस्तो तरिकाले हामीलाई आउटपुट दिँदैन त्यो त रोमान्टिक. अनि तपाईँ हामीसँग कसरी जोड्नु भयो? म कसरी जोड्यो भन्दा एक्ज्याक्टली म अहिले चाहिँ एज अ सोसियल मिडियाहरूबाट पनि अनि एज अ 1-to-1 पनि म चाहिँ टाइम टु टाइम चाहिँ म भिजिट गरेर हुन्थेँ कन्सल्टेन्सीहरू, काउन्सिलिङ लिनको लागि, बुझ्नको लागि के रहेछ कसो रहेछ भनेर. अनि फर्स्ट टाइम मैले आइसक्दाखेरि मेरो मास्टर्सको लागि चाहिँ मेरो स्कोर मिट भएको थिएन. जुन कोर्सको लागि मैले हेरिरहेको थिएँ त्यसको लागि चाहिँ ठ्याक्कै मिट भएको थिएन. अनि फेरि मैले डबल आइएल्स
दिन किन त्यो कतिपय कन्सल्टेन्सीले चाहिँ एआइएल्सले पनि मिल्छ भनेर पनि मलाई भन्यो होइन, कतिपय कन्सल्टेन्सीले चाहिँ मिल्दैन पनि भन्यो। तर मैले आफै रिसर्च गर्दाखेरि चाहिँ मलाई आफैलाई चाहिँ के फिल भयो भन्दाखेरि यो स्कोरमा चाहिँ मिल्दैन होला, मिले पनि सर्टेन रिस्क छ होइन। त्यो रिस्क चाहिँ किन लिने त भन्दाखेरि आज फेरि प्रिपेयर भएर फेरि इक्जाम दिएर आफ्नो डकुमेन्ट आफै स्ट्रङ बनाउन भन्ने कुराहरू भयो। अनि अनफर्चुनेटली के भयो भन्दाखेरि सोसियल मिडियामा तपाईँहरूसँग कनेक्ट भयो म होइन। मैले फर्स्टको फेजको आइएल्स मैले दिइसकेको थिएँ, सेकेन्ड फेजको आइएल्स मैले बुक गरेर बसिरहेको थिएँ। अनि एक्ज्याक्टली स्क्रोलिङ गर्दाखेरि अनि ठ्याक्कै तपाईँसँग भेट भयो, तपाईँ नै हुनुहुन्छ होइन, तपाईँले कल गर्नुभयो। अनि मेरो इच एन्ड एभ्री मेरो एकाडेमिक, मेरो जिपेदेखि लिएर, मेरो ग्यापदेखि लिएर, मेरो ब्याकलगदेखि लिएर मैले सबै कुरा तपाईँलाई मेरो ट्रान्सप्यारेन्ट र मैले यस्तो यस्तो छ मेरो केसेसहरू के छ, सकिन्छ कि सकिँदैन भन्दाखेरि तपाईँले पनि जेन्युनली चाहिँ एज अ स्ट्रेट फरवर्ड चाहिँ के भनिदिनु भयो भने आइएल्स फेरि दिएको बेटर, अलिकति राम्रो हुन्छ। किनकि तपाईँको अलिकति ग्याप पनि छ होइन, अलिकति जिपिए पनि लो छ, त्यसले गर्दाखेरि चाहिँ सबै कुरामा चाहिँ किन रिस्क लिने, एज यो कुरालाई चाहिँ राइज दिनु न भनेर झन् बेटर हुन्छ भनेर यो कुराले झन् म मोटिभेट भएर फेरि मैले एज दिएर एन्ड सेकेन्ड टाइम चाहेको मैले सोचेको मलाई मिट हुने स्कोर हुने ठ्याक्कै स्कोर भएपछि अनि त्यो स्कोर आएपछि पनि जेन्युनली भन्दाखेरि होइन यस्तो स्कोर आए पनि यो कन्सल्टेन्सी भिजिट गर्नुभन्दा अगाडि म 4-5 वटा कन्सल्टेन्सीहरू भिजिट गरेँ होइन। यहाँ आउनुभन्दा अगाडि जस्तै यहाँ म भोलि जान्छु भनेपछि त्योभन्दा आजकै दिनमा मैले 4-5 वटा कन्सल्टेन्सीहरू भिजिट गरेँ होइन। अब सबैको आफ्नो थिङ्किङ हुन्छ, सबैको आफ्नो प्रोसेसिङ गर्ने तरिका हुन्छ। कतिले त तपाईँको मिल्दैन पनि भनेर मलाई पठाइदिएको, कतिपय कन्सल्टेन्सीले एउटा दुईवटा कन्सल्टेन्सीहरू चाहिँ आफ्नो नाम चाहिँ किन भनौँ उहाँहरूले तपाईँको यो प्रोफाइलमा चाहिँ मिल्दैन, तपाईँ चाहिँ अरू कुनै कन्ट्री छ जस्तै युके अथवा अरू कुनै कन्ट्री छ त्यस्तो माइन्डमा भने मलाई भन्नु होला, अनि त्यो अनुसारले हामी प्रोसेसिङ गर्छौँ भनेर भन्यो कतिपय कन्सल्टेन्सीहरूले। कतिपयले चाहिँ ल मिल्छ हामी गर्छौँ भनेर भन्नुभयो, ल ठिकै छ। तर जुन एउटा त्यो काउन्सिलिङ गर्दाखेरिको एउटा बोलीमा काउन्सिलरको होइन अथवा त्यो टिमहरूको एउटा कन्फिडेन्ट हुन्छ नि होइन, त्यो कन्फिडेन्ट चाहिँ मैले कहीँ न कहीँ कतै न कतै कुनै मैले ल्यागिङ देखेँ। कतिले मलाई मिल्दैन भन्यो, जसले मिल्छ भन्यो त्यसले पनि यसले चाहिँ मेरो फाइललाई चाहिँ त्यो सिरियसनेसले चाहिँ इन्टरटेन गर्दैन कि जस्तो लागिरहेको हुन्छ कि होइन। गर्दै भयो भने भिजा आयो भने आइहाल्यो, आएन भने त भोलिको दिनमा तपाईँको यो कुराहरू ल्यागिङ रहेछ, यो जिपे रहेछ भन्ने त्यस्तो एन्सर भोलिको दिनमा मलाई आउनु सक्छ कि भन्ने मलाई डर थियो कि, किनभने म आफै उयो थियो। एन्ड देन त्यसपछि अनि म र उहाँ पनि अनि यहाँ भिजिट गरिसकेपछि म सङ्गीत सरलाई भेटेँ, उहाँ पनि हुनुहुन्थ्यो। अनि त्यसपछि कुरा भयो, कन्भर्सेसन भयो, एज नर्मल कन्भर्सेसन भइसकेपछि अनि मैले लास्टमा चाहिँ मैले फाइनल डिसिजन चाहिँ उहाँलाई नै सोधेको, यत्रो कन्सल्टेन्सी घुम्यो होइन। एक्चुअली एट द एन्ड उहाँले नै यो रोल प्ले गरेको, भिजा आउनु यहाँबाट गर्नु उहाँको 99% उहाँकै एउटा भन्ने मेरो इनपुट छ। अनि उहाँले नै मैले सोधेँ के गर्ने त अब कहाँबाट अप्लाई गर्ने भनेर मैले सोद्धाखेरि यहाँ छिर्नुभन्दा जस्तै म यहाँ 2 बजे आएँ, म 12 बजे म अर्को कन्सल्टेन्सीमा थिएँ क्या काउन्सिलिङ लिने बेलामा 2 जनै। अनि त्यसपछि यहाँनिर आइसकेपछि एन्ड भोलि कन्भर्सेसन हुँदै गर्दाखेरि अब यो एजमा पुगिसकेँ, म एउटा ब्याचलर्स पास आउट गरेको आइटी फिल्डमा, आइटी इन्जिनियरिङ गरेको, उहाँले पनि मास्टर्स गरेको। त्यो कन्भर्सेसन गर्दाखेरि कुन लेभलको कन्भर्सेसन हुँदैछ, त्यो कन्भर्सेसनमा कति भ्यालु म्याटर गर्छ, कतिको कन्फिडेन्स छ भन्ने कुरा चाहिँ अलिअलि पुरै नभए पनि हामी आफै पनि जज गर्न सक्छौँ कसको बोलीमा चाहिँ कतिको पावर छ, कतिको काम गर्ने हुन्छ नि। एउटा भए त पछिको कुरा होइन, तर एउटा जुन इनिसियल फेजमा जुन एउटा बुस्टअप गर्ने हुन्छ नि त्यो चाहिँ मैले यहाँनिर देखेँ। मैले सङ्गीत सरसँग मैले कन्भर्सेसन गर्दाखेरि हुनु नहुनु आफ्नो ठाउँमा छ, तर हुनको लागि एउटा टस्ट आउनुपर्छ नि होइन, त्यो चाहिँ मैले यहाँबाट कन्भर्सेसनमा गर्छु मलाई फिल भएर। अनि उहाँले यहीँबाट गरौँ, यहाँको बुद्धिमा अलिकति उयो छ, मलाई ठिक लाग्यो भनेपछि तपाईँको जुन ब्याचलरको पिरियड थियो होइन, त्यो तपाईँले एक्सिडेन्ट पनि भयो, तपाईँको कोरोना पनि थियो, तपाईँको पिरियड सायद 7 इयर्स थियो होइन। त्यसमा तपाईँलाई कतिको अप्ठ्यारो लागिरहेको थियो, हुन्छ हुँदैन? ग्यापले गर्दाखेरि नै अलिक बढी नै कन्फ्युजनमै थियौँ क्या हामीले चाहिँ अब के गर्ने। जेनरली भन्नु पर्दाखेरि के हो भने मैले अस्ट्रेलियाको सबै कुरा रिसर्चहरू गर्दाखेरि मैले अस्ट्रेलियाको अप्लाई गर्नु मिल्छ, किनकि म 2017 को जोइनिङ हो, मेरो सर्टेन बिचमा एउटा एक्सिडेन्ट भयो, त्यसले गर्दाखेरि मेरो अलिकति ग्याप भयो होइन। एन्ड देन फेरि कोभिड आयो, त्यसले गर्दाखेरि 2017 को जोइनिङ मैले 2024 जुनमा मेरो ट्रान्सक्रिप्ट आएको होइन। सर्टेन कुराहरूले गर्दाखेरि त डिले भयो,
अनि 4 इयर्सको 5 इयर्सको ब्याचलर 7 इयर्स देखिन्छ नि त पेपरमा। अब त्यो ब्याकग्राउन्ड स्टोरी के छ, एक्सिडेन्ट भएर अलिकति लम्बेको हो होइन, सर्टेन कुरा मेरो फिजिकल अलिकति उयो भएर कोरोना भएर 1.5 वर्ष लम्बेको हो, त्यो भनेको त ब्याकअप स्टोरी छँदैछ होइन। तर यसो हेर्दाखेरि डकुमेन्ट त सिधै देखिन्छ नि त 17 देखि 24 भनेपछि यत्रो ग्याप देखिन्छ। त्यही माथि मेरो अलिकति जिपिए पनि लो थियो, एन्ड जिपिए पनि लो थियो अनि ग्याप पनि धेरै थियो। अनि अब म त हुँदैन भन्ने नै मेरो उयो थियो क्या, मेरो त हुँदैन। तर भित्र मनमा चाहिँ के थियो भनेपछि गऱ्यो भने अस्ट्रेलिया गर्छु कि गर्दिनँ भन्ने मनमा थियो क्या, कि गऱ्यो भने म रिस्क लिन्छु होइन, गऱ्यो भने अस्ट्रेलिया गर्छु किनकि अरू ठाउँहरूबाट पनि यो मेरो जिपिए यो मेरो ग्याप इजिली एक्सेप्ट हुन्छ। मलाई कोही त्यो जस्टिफिकेसन पनि दिनु पर्दैन, मैले त्यसको लागि सपोर्टिभ पेपरहरू पनि मैले केही पनि देखाउनु पर्छ, इजिली एक्सेप्ट हुन्छ होइन। तर भित्र मनबाटै होइन अस्ट्रेलिया गर्नु मन थियो कि भित्रै बढेको छ। त्यही भएर पनि लो जिपिए भए पनि ग्यापै भए पनि त्यस्तो टाइम धेरै उयो भए पनि भित्रै मनबाट अस्ट्रेलिया भएपछि मैले ल अस्ट्रेलिया गरौँ, भोलिको दिनमा जे हुन्छ हुन्छ देखा जाला होइन। अनि आज म कन्फिडेन्ट के थिएँ भनेपछि मैले तपाईँहरूको पनि फेसबुक पेजहरूदेखि लिएर साइटहरू सबै मैले भिजिट गरेँ होइन। इनिसियल कन्भर्सेसनमै मैले सर्टेन लेभल अफ कन्फिडेन्ट मलाई भइसकेको थियो हुन्छ भनेर होइन। इनिसियल फेजमै अलिकति बुस्टअप हुन्छ नि त इनर्जी, हुन्छ ओहो हुन्छ कि क्या हो भन्ने। बिस्तारै काम गर्दै गइसकेपछि हुन्छ 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 भनेपछि त्यो एउटा प्रोबेबिलिटी हुन्छ नि हुनेको, त्यो चाहिँ बढ्दै गयो क्या। अनि बिचमा आइसकेपछि 50बाट 60 भयो, 60बाट 70 भयो, ओहो मेरो भिजा पनि लस भयो, मलाई पनि सिओई आयो। अनि 2 दिनमै आयो क्या सिओई होइन, 2 दिनभित्रमै सिओई आयो मेरो होइन। त्यो भनेको एउटा बिग एचिभमेन्ट नै हो, 2 दिनमा सिओई आयो। अनि डकुमेन्ट सबमिट गरेको जिएस पनि भोलिपल्टै एप्रुभ भएको जहाँसम्म मलाई लाग्छ होइन। यति छिटो फास्ट प्रोसेसिङ, यो यति लिमिटेड टाइममा यति मजाले फास्ट प्रोसेसिङ गरिदिनु टाइममा ठ्याक्कै भिजा पनि आएको हो होइन। अनि त्यो चाहिँ एक्स्ट्रा अर्डिनेरी नै भन्छु म। अब मैले त अरूको फेसबुक पेजहरूमा देखिरहेको हुन्छु होइन, आजको भोलि जिएस एप्रुभ भोलिको पर्सि भिजा आएको, त्यो चाहिँ मैले देखिरहेको हुन्छु। तर मैले पर्सनली मैले एक्सपिरियन्स नगरिदिएसम्म त त्यो हो होइन भन्ने कुरा त मैले कसरी भन्दैन। तर मैले आफै एक्सपिरियन्स गरिसकेपछि ओहो पोसिबल छ है, मेरो जस्तो ग्याप भए पनि जिपिए भएको स्टुडेन्टहरूलाई पनि अस्ट्रेलिया पोसिबल छ। अलिकति आँट गरेर राम्रो ठाउँमा गएर जस्तै आइडियली राम्रो प्रपर गाइडेन्स लिएर मजाले अगाडि बढ्यो भने चाहिँ एभ्रिथिङ इज पोसिबल। अनि यो अस्ट्रेलियाको डकुमेन्टेसन अरू कन्ट्रीभन्दा अलिकति डिफ्रेन्ट हुन्छ, अगाडि पनि हुन्छ होइन। त्यो डकुमेन्टहरू प्रिपेयर गर्दैखेरि कलेक्ट गर्दैखेरि होइन कतिको स्ट्रेस भएको थियो तपाईँहरूलाई? कति होइन सुरुमा त अब त बिचमा त होइन ल त्यो प्रेसर लिएर नगरौँ कि भन्ने भइरहेको थियो क्या एक्चुअली त। मैले त अब तपाईँहरूलाई पनि थाहा होला होइन, प्लिज मैले हजुरहरूको ग्रुपमा म्यासेज गरेको थिएँ प्लिज स्टप माई प्रोसेसिङ बिकज सर्टेन डकुमेन्टहरू चाहिँ म यो टाइमिङमा म फुलफिल गर्न सक्दिनँ भनेर मैले तपाईँहरूको ग्रुपमा पनि म्यासेज गरेको थिएँ नि। त्यो लेभलको फ्रस्ट्रेसन भइसकेको थियो। एक त यो अहिलेको नेपालमा यो गर्मीको सिजन, तीमाथि तराईको होइन, तीमाथि अब फाइनेन्सियल डकुमेन्ट मिलाउने बेलामा घरि के नमिल्ने, घरि के महिना लोनको प्रोसेसिङमा घरि के भन्दा भन्दै एकदम फ्रस्ट्रेट नै भइसकेको थियो कि मैले होइन। तर फ्रस्ट्रेट भए तापनि यताबाट पोजिटिभ भाइब्स आइरहेको, यताबाट पोजिटिभ हुन्छ, गर्नुहोस् न नभए हामी छँदैछौँ भन्ने कुरा चाहिँ म सन्दीप सरलाई मेसेज गरेर हुन्थेँ, ग्रुपमा मेसेज गरेर हुन्थेँ, गर्नुहोस् न ट्राई गर्नुहोस्, यो डकुमेन्ट यसरी मिलाउनुहोस्, भएन भने त अनि ब्याकअप केही सोचौँ न, भइहाल्यो भने त भइगयो त भन्न खोजेको। त्यो कुराहरू हुँदै गयो, त्यसरी नै सरहरूले पनि अलिकति इनर्जी दिँदै जानुभयो, हुँदै गयो कामहरू पनि हुँदै गयो। मेन भनेको जब लोनको काम सकिएपछि ढुक्क भयो क्या, मोर देन 50% म त्यहीँनिर रेडी भएको। लोनको काममा अलिकति जमेट हुँदो रहेछ, बाँकी प्रोसेसिङहरू चाहिँ त्यस्तो सरहरूले यहाँको सरहरूले आइडियली टिमले आफू बाठो नभइकन दिमागै नलगाइकन आउने काउन्सिलिङ दिने, उहाँले हुन्छ भनिसकेपछि ल हामी तपाईँको फाइल लिन्छौँ, तपाईँको फाइललाई हामी गर्छौँ भनिसकेपछि ढुक्क भएर यहाँको टिमले जे भन्छ यो डकुमेन्ट ल्याउनु अथवा यो नगर्नु भन्छ, जे भन्छ त्यो मजाले प्रोसेस फलो गर्ने, लास्टमा भिजा ग्यारेन्टी भिजा हुन्छ। यति कुरामा ढुक्क भयो हुन्छ। अब आफै बिचमा बाटो हुने यो भयो होइन, उसले यस्तो भन्दैछ, मैले अर्को कन्सल्टेन्सीमा बुझ्दाखेरि यस्तो त मागेकै थिएन, मेरो साथीलाई त यस्तरी मागेन, यो वार्डबाट यो भेरिफाई गर्नलाई मेरो साथीलाई भनेकै थिएन, मलाई किन दुःख दिइरहेछ भन्ने कुराहरू माइलो नखेलाइने हुन्छ। अरू साथीलाई के गरायो, अरू कन्सल्टेन्सीले अरूलाई कसरी प्रोसेस गरायो भन्ने उहाँको कुरा।
आइडियलिकले जे भन्छ आइडियलिकले टिमले जे भन्छ जसरी भन्छ त्यो मजाले प्रोसेस फलो गर्यो भने भिजा ढुक्क ग्यारेन्टी लाग्छ सोग्ने किन्नु त्यसमा डाउट छैन कि त्यसमा डाउटै नगरे नि हुन्छ एकदम अब तपाईँहरू एक हप्तामा तपाईँहरू अब त्यहाँ ल्यान्ड गर्नुहुन्छ होइन त्यसपछिको तपाईँहरूको प्लान्सहरू के छ फ्युचरमा अझै के प्लान्सहरू छ त्योहरूको बारेमा थोरै हल्का जानकारी दिनु अब मैले यो स्टेजमा आएर सबसे पहिलो कुरा चाहिँ म आइडियली टिमलाई एकदम धन्यवाद दिन चाहन्छु किनकि योभन्दा अब अगाडिको प्लान सोच्नलाई मलाई क्यापेबल बनाउने नै आइडियली हो होइन त त्यो प्लान अब मैले फ्युचरमा के गर्ने भन्ने कुराको प्लान सोच्नलाई क्यापेबल बनाउनु भनेको तपाईँहरूले नि गर्दा हो नि त मैले त एउटा ठाउँमा चाहिँ होप नै हालिसकेको त्यो हुँदैन भन्ने कुराहरू होइन एन्ड सेकेन्ड कुरा चाहिँ के हो भने अब फ्युचरको प्लान गरे पनि प्लान हिसाबले हुँदैन एक्ज्याक्टली होइन त्यही पनि हाम्रो जेसुकै राम्रो होस् ठाउँमा राम्ररी मैले मेरो पढाइ कम्प्लिट गऱ्यौँ ग्रेजुएसन राम्रो गऱ्यौँ राम्रो स्कोर ल्याएर इन्टरनेसनल अब स्कोपहरू के छ नेपालमा पनि कस्तो स्कोपहरू छ त्यसलाई यसो एक्सप्लोर गरौँ हेरौँ कहाँनिर बेटर हुन्छ कहाँनिर राम्रो हुन्छ फ्युचर त्यो अनुसारले सेटल गरौँ नानी भन्दाखेरि गर्दै जाने हो प्लान गर्दै जाने हुँदैन एक्ज्याक्टली मैले यो सोचेँ यही हुनुपर्छ भन्ने पनि छैन यही कुरा लाइफमा धेरै कुरा सोचे जस्तोको कति हुँदैन क्या सोचे जस्तोको कुरा केही पनि हुँदैन त्यही फिल हुन्छ नसोचेकै कुरा भएकै नसोचेको कुरा पनि भइरहेको हुन्छ मैले भने त मेरो भिजा मैले आउँछ भन्ने मैले सोचेको थिइनँ भयो त अहिले कहीँ हुन्छ त्यो टर्निङ पोइन्टमा लाइफमा आउँदो रहेछ त्यो एउटा मिराकल जस्तै हो क्या त्यो एउटा जादु जस्तै अनि म अर्को कुरा चाहिँ के भन्न चाहन्छु अब यो भिडियो हेरेर मेरो यो जर्नी अथवा यो मेरो ब्याक स्टोरी होइन यो ब्याकग्राउन्ड मेरो एजुकेसन ब्याकग्राउन्ड मेरो ग्याप मेरो ब्याकलग होइन यो दुनियाँहरू हेर्दाखेरि आफ्नो ठाउँमा छ होइन अनि तपाईँहरू यहाँनिर आउनु भयो भने कन्सल्टेन्सीमा भिजिट गर्नु भयो भने अरू कन्सल्टेन्सीहरूको जस्तो फादर एजहरूको मान्छेहरू चाहिँ देख्नुहुन्न एउटा एक्सपिरियन्स हुन्छ नि एक्सपिरियन्स भनेको 60 वर्षको मान्छे भएको छ उसँग मात्रै एक्सपिरियन्स हुन्छ भन्ने कुरा चाहिँ हुँदैन होइन अब यहाँबाट छिरिसकेपछि यो मनमा चाहिँ कहिले पनि डाउट नलिनु भन्दाखेरि किनकि म पनि सुट टाइम छिर्दाखेरि फ्रन्ट डेस्क भयो होइन हाम्रो सिओ सर पनि भन्नुभयो होइन अनि बाँकीको अरू टिम मेम्बरहरू पनि यङ टिम मेम्बरहरू हुन्छ क्या फ्रेस यङ टिम मेम्बर हुँदै गर्दाखेरि पनि उहाँहरूको पास्ट एक्सपिरियन्सहरू बवाल छ एकदम राम्रो छ भन्ने कुरा आफ्नो ठाउँमा छँदैछ होइन टिम यङ भए पनि त्यो कुरामा कहिले पनि नो डाउट गर्नु कि उहाँहरूको एक्सपिरियन्स छैन होला उहाँहरूले कति नै फाइल हेर्नु भएको छ होला र अहिलेसम्म होइन यो भर्खर त भएको भन्ने कुराहरूमा चाहिँ केही पनि नसोचिकन मजाले गाइडेन्स गरेर ढुक्क भएर ब्लाइन्डली ट्रस्ट गरेर अप्लाई गरे हुन्छ त्यो एजले ओहो यिनीहरूको त भर्खर यो भएको छ भन्ने कुराहरू चाहिँ दिमागमा केही नराखिकन मजाले बेटर कुरा नयाँ कुरा यङ टिमले नै इनपुट यङ टिमले नै आउटपुट गर्ने हो क्या त्यो पुरानो स्टेरियोटाइप हुन्छ नि त्यो पुरानो भइराखेको भन्दाखेरि त्यो फिल्डबाट अलिकति बाहिर मैले यो किन भनेको भन्दाखेरि त्यो उयो मनमा चाहिँ अलिकति त्यो नहोस् के ओहो किनकि अस्ट्रेलिया जानु फरेन स्टडी गर्नु भनेको मेहनत हुन्छ होइन कति वर्षदेखिको स्टेटमेन्ट बनाउनु पर्छ पैसाको भएको हुन्छ धेरै कुराहरू म्याटर गरेर हुन्छ कि त्यहाँनिर त्यो मान्छेले हेर्दाखेरि धेरै एङ्गलहरूबाट सोध्छन् कि होइन ओहो अब सरहरू भर्खरको हुनुहुन्छ किनकि सङ्गीत सर पनि मभन्दा 2-3 वर्ष सिनियर नै होला त्योभन्दा धेरै चाहिँ हुनुहुन्न होला जहाँसम्म मलाई लाग्छ होइन तर त्यो एजले त्यो सिनियरिटीको हिसाबले चाहिँ नहेर्नु होला वान अफ द बेस्ट टिम अब मैले भिजा लगाएपछि मैले त जसरी भए पनि त मैले भन्ने नै हो होइन तर होइन यो एजमा आइसकेपछि मलाई पनि के ठिक के गलत कुन राम्रो कुन नराम्रो भन्ने कुरा चाहिँ मैले छुट्याउन सक्ने भन्ने कुरा चाहिँ ममा पनि क्यापेसिटी छ जस्तो लाग्छ मलाई त्यही भएर चाहिँ म के भन्छु भने ब्लाइन्ड ट्रस्ट गरे हुन्छ आइडियली टिमलाई ब्लाइन्ड ट्रस्ट धन्यवाद उहाँले धेरै भन्नुहुन्न अब तपाईँको साइडबाट एक्सपिरियन्स भन्नु उहाँले चाहिँ त्यो एक्लै गर्नु गइरहनु भएको छैन मैले त साँच्चै भन्नुपर्दा म सुरुमा यहाँ बुझ्न मात्रै आएको थिएँ फर्स्ट टाइम होइन त्यस पछाडि मैले डिसाइड गरिसकेको थिएँ उसलाई डिसिजन दियो होला यहीँबाट गर्ने भनेर त्यस पछाडि म आफ्नै काममा होइन टिचर हो अब यताउति इङ्गेज नै भएँ अनि सबै काम उसले नै गर्यो
होइन स्ट्रेस पनि प्रोसेस गर्दा स्ट्रेस पनि एकदमै देखिनुहुन्थ्यो होइन एकदम स्ट्रेस नै थियो अनि सपोर्ट पनि गरेँ मैले नातिनु हुँदैन हुन्छ कस्तो कस्तोको त भइरहेको हुन्छ अनि हाम्रो त किन नहुने हो र होइन जे भयो नि उसको पनि अब फिल्ड पनि आइटी छ होइन अनि थ्याङ्क यू सो मच फर एभ्रिथिङ एकदम धन्यवाद होइन मेरो ब्याकग्राउन्डको मेरो एकाडेमिक ब्याकग्राउन्ड मेरो जिपिए मेरो ग्याप हरेक कुरा यस्तो मेरो सबै कुरा लो भएर डाउट हुने कुरा पनि हजुरहरूले चाहिँ होइन हुन्छ भनेर मलाई आफैलाई डाउटफुल थिएँ मलाई हुन्छ भन्नु हुँदैन भने म आफै डाउटफुल थिएँ होइन तर त्यो डाउटफुलमा पनि म आफै एज एप्लिकेन्ट डाउटफुल हुँदा हुँदै पनि किनकि मैले पनि रिसर्च आइटी फिल्डको मान्छे मैले पनि दुनियाँ रिसर्च गरेको थिएँ नेटहरूबाट होइन सबै कुराहरू होइन कतिपय त मलाई त च्याट जिपिटीले पनि एक्सेप्ट हुँदैन भनेर मलाई कतिचोटि भन्यो केही कुरा गर्यो च्याट जिपिटीलाई होइन केही कुरा आयो नि होइन अब वार्डकै पनि अब रोकाको लागि के गर्नुपर्छ नेक्स्ट स्टेप भनेपछि वाट इज द नेक्स्ट स्टेप फर द रोका डकुमेन्ट भनेर ट्याक्कै हानिहाल्यो क्या म चाहिँ कुरा गरिरहने कि होइन अनि कतिचोटि चाहिँ अनि मलाई चाहिँ च्याट जिपिटीले पनि ओहो इट्स टफ यताउति भनेर चाहिँ मलाई भन्थ्यो क्या मैले च्याट जिपिटी होइन 2.48 जिपिएले गर्नु मिल्छ कि मिल्दैन होइन भन्ने म सोधिरहेको हुन्छ ग्यापहरू मेरो आफ्नो जति छ नि ड्रब्याक्सहरू सबै कुरा टाइप गरेर अनि उसले चाहिँ के धारणा दिँदो रहेछ भने चाहिँ मैले सोचिरहेको हुन्छ भने चाहिँ म कति लेभलको चाहिँ म आफै भित्र चाहिँ उयो रहेछ क्या मलाई आफै हुन्छ नि होइन डर रहेछ क्या त्यो कुराहरूको हुन्छ कति मैले सर्च गरेँ होला अनि मलाई भन्दा पनि मभन्दा मोर कन्फिडेन्ट चाहिँ यहाँको टिम मेम्बरहरू हुनुहुन्छ होइन मेरो आफ्नो केस सिनारी एक्सप्लेन गरिसकेपछि त हुन्छ भन्नुभयो गरेर पनि देखाइदिनु भयो कि मुखले मात्रै भन्नु भएन एट द एन्ड त्यो रिजल्ट पनि ल्याएर देखाइदिनु भयो कि एन्ड आई थिङ्क एक्सट्रिमली ह्याप्पी फर्स्ट टाइम टेके डकुमेन्ट यताउति बुझ्नको लागि लास्ट टाइम भिजा लिन आएँ थिएँ फर्स्ट टाइम त्यो यहीँबाट गरौँ भनेर बुझ्न काउन्सिलिङ गर्नको लागि आएको लास्ट टाइम अहिले अनि आज भिजा लिन आएको इट्स अनि यो 2 महिनाभित्रमा सबै काम भएको 2 महिनाभित्रमा सबै एउटा ट्रस्ट लेभल चाहिँ हाई भयो हाम्रो प्रति हामी अब जो जाँदा पनि यहीँबाट गर न राम्रो छ होइन यहीँबाट गर न राम्रो छ भनिरहेको हुन्छौँ क्या साथीहरूलाई पनि धेरै छन् नि त साथीहरू प्यानिक हुन्छ बिचमा होइन सरहरूले पनि यो डकुमेन्ट यसरी गराउनु भनेर भन्दाखेरि त मोमेन्टहरू प्यानिकनेस हुन्छ होइन तर उहाँले भन्नु भनेको हाम्रै लागि नै भनेको दाइ नै भएर त हुँदैन त्यसरी बुझ्दा हुन्छ बिचमा रिस उठ्छ के मागेको होला डकुमेन्ट त्यतिकै डकुमेन्ट माग्छ यत्रो डकुमेन्ट माग्ने भएको त्यत्रो कस्ताहरू गइसक्यो उनीहरूलाई यत्रो डकुमेन्ट माग्ने भने त कसरी पुर्यायो होला उनीहरूले धेरै सर्कलमा भए हुन्छ नि त होइन यत्रो डकुमेन्ट माग्यो भने त उनीहरूले कसरी गयो होला भन्ने मैले सोच्थेँ यत्रो डकुमेन्ट त पक्कै पुगाउनु सक्दैन थियो होला होइन मलाई यो गर भनेर भन्दैछ प्यानिकनेस हुन्छ होइन तर गर्दै जाने हो सबै कुरा हुन्छ सबै कुरा हुन्छ अब हाम्रो के छ कि हामी जस्ट आफ्नो टिम मेम्बर फ्यामिली होइन हामीसँग जोडेर जतिजना जानु भएको छ त्यो सबै हाम्रो फ्यामिली जस्तै हुनुहुन्छ होइन जतिजना पनि हुनुहुन्छ आजसम्म सबैजना कनेक्टेड हुनुहुन्छ हामी त्यसरी एउटा रिलेसन बिल्ड गर्छौँ त्यो गर्छ होइन ट्रान्सप्यारेन्सीमा जस्तो तपाईँलाई अरू कन्सल्टेन्सीहरूमा पछि रहन्छ ट्रान्सप्यारेन्ट त्यति रहन्छ रहँदैन यहाँ सब कुरा ट्रान्सप्यारेन्ट हुन्छ जे छ यस्तो छ यो छ यति छ भनेर बेटर हो नि त होइन एउटा कन्सल्टेन्सी गइसकेपछि अरू कुरा ट्रस्टफुल्ली नै हुनु पर्यो नि See the plane कुन उड्दैछ होइन सर्टेन डेजमा मेरो पनि तपाईँहरूको जाने पनि 2-3 दिनमा छ होइन मन्डेको फ्लाइट बनेछ टिकट काट्नेछ एकदमै रस छ हो एकदम रसमा भयो क्या कस्तो भयो भनेपछि अझले त हिजो आएर मलाई स्याटरडे नै हो के गर्ने गरिहाल्यो क्या मलाई अझ कस्तो भयो भने 9 जुन हो क्या लास्ट डेट कि 16 जुन हो 9 आई थिङ्क 9 हो 9 हो कि कति 9 जुन कति हो होइन जुन लास्ट डेट थियो डेट अफ सबमिसन होइन मे कति थियो डेट अफ सबमिसन त्यो डेट लास्ट डेटमा चाहिँ जिएसको लागि फाइल हाल्यो एक दिन राखेर अनि भोलिपल्ट चाहिँ सर्टेन उताबाट क्वेरिजहरू आयो 3-4वटा क्वेरिजहरू आयो यो चाहिँ कसरी मेन्टेन गर्ने भनेर अनि यताबाट त्यसको भोलिपल्ट क्वेरिज पठायौँ पर्सिपल्ट जिएस एप्रुभ भनेर आयो जिएस एप्रुभ भएपछि यताबाट 2-3 दिनमा कलेज फी पेमेन्ट गरेँ कलेज फी पेमेन्ट गरेपछि सिओई आयो सिओ आइसकेपछि अनि भिजा लज गरेँ अनि भिजा लज गरेर बायोमेट्रिक शुक्रबारको बायोमेट्रिक गरेको थिएँ शुक्रबारको बायोमेट्रिक शनिबार आइतबार सोमबार भयो 3 दिन मङ्गलबार त भिजा आएको
सोमबार चाहिँ उसले चाहिँ के सोचिरहेको थियो मेरो भिजा आयो सोमबार आओस् भनिरहेको थियो उसले मैले एउटा माइन्डमा म्यानिफेस्ट गरेको के हुन्छ हैन एउटा म्यानिफेस्टिङ हुन्छ नि हैन मन्डे लास्ट आवरसम्म भिजा नआएपछि अलिकति नर्भस पनि भइरहेको थियो कि आफै हुन्छ नि अनि भोलिपल्ट आएपछि फेरि खुसी पहिलेदेखि नै म मन्डे आउँछ भन्ने मलाई लागिरहेको थियो कि किन समाउ रिजन मलाई पनि थाहा छैन होइन मेरो भिजा मन्डे आउँछ है भनेर म भन्थेँ होइन मन्डे आएन कि अब होइन कस्तो कस्तो भइरहेको थियो म एउटा मेरो थिङ्किङ नै चाहिँ मेरो पहिलेदेखि नै बानी के हो भनेपछि म एउटा बााउन्ड्री मैले आफै सेट गर्ने यत्तिकै न कुनै आधार न कुनै प्रमाण न के हुन्छ नि बेसलेस आफै हुन्छ नि त्यसको कुनै बेसिस छैन त्यही पनि म एउटा बााउन्ड्री मेरो सेट गरिदिने त्यहाँनिर त्यो दिनमा अथवा त्यो बााउन्ड्री मैले मिट गर्न सकिनँ त्यो टाइममा भनेपछि म आफै अपसेट भइदिने त्यो प्रश्न पनि हुन्छ अब तपाईँहरू एज अ कपल गइरहनु भएको छैन अब यहाँ जो अहिले नेपालमै हुनुहुन्छ तिनीहरूलाई तपाईँ इन्करेज गर्नुहुन्छ कसरी के नजानु भन्नुहुन्छ के सजेस्ट गर्नुहुन्छ होइन इट्स ओपन एभ्री वान होइन नजाऊ भनेर चाहिँ म मेरो पर्सनल ओपिनियन चाहिँ म भन्दिनँ एजुकेसन हो शिक्षा भनेपछि जताबाट लिए पनि कुरा हो यो नेपालबाटै गरे पनि एब्रोडबाटै गरे पनि जहाँबाट गरे भने पनि आफ्नो एलिजिबिलिटी कति छ आफू के क्षेत्रमा कसरी गर्ने भन्ने कुरा हो होइन अब रहेको कुरा भनेको यहाँबाट मान्छेहरू आफ्नो देश छोडेर अरू देशमा चाहिँ एज अ स्टुडेन्ट भिजा एज अ स्टुडेन्ट भएर जान्छन् अनि भोलिको दिनमा उतै सेटल हुने माइन्डसेटले हुन्छ कि होइन सेटल हुने नहुने इनिसियलदेखि चाहिँ माइन्डसेट चाहिँ नबनाउनु होला मेरो विचारमा होइन उतै गएर होइन जानुहोस् एउटा राम्रो लेभल अफ एजुकेसन लिनुहोस् होइन सबै कुरा एक्सपिरियन्स बाहिरको कल्चर बाहिरको ल्याङ्ग्वेजदेखि लिएर सबै कुरा एक्सपिरियन्स गर्नुहोस् अनि सक्दो आफू ट्राई नेपाल रिटर्न भएर चाहिँ त्यो आफूले नलेज गेन गरेको त्यो एक्सपिरियन्स गरेको एटलिस्ट केही न केही आफ्नो सेक्टरमा चाहिँ इनपुट गर्नुहोस् होइन त्यसले गर्दाखेरि केही बेटर हुन्छ कि तपाईँको इन्डिभिजुअललाई पनि कम्युनिटीलाई पनि एज अ देशलाई पनि भनेपछि देशलाई पनि किनकि म यो देशको नागरिक भएपछि यो देश अहिले विकास हुनुमा गर्नुमा मेरो पनि त्यो सर्टेन रेस्पोन्सिबिलिटी छ नि त एज अ सिटिजन भइसकेपछि होइन मैले पढ्ने यहाँ कमाएँ यहाँको जग्गाको लागि मैले ब्याङ्कबाट लोन लिएँ सबै कुरा यहाँको सरकारबाट एनओसी लिएँ यहाँको सरकारलाई कर तिरेर सबै मैले डकुमेन्ट बनाएँ गएँ होइन अनि भोलिको दिनमा म गइसकेर अनि यहाँको सरकारको लागि यहाँको देशको लागि सरकारको लागि त के भन्नु आफ्नो देशको लागि चाहिँ मैले केही गर्न आफ्नो साइडबाट कन्ट्रिब्युसन गर्न सकिनँ भने त आफूले पनि अलिकति रिग्रेट फिल हुन्छ कि जस्तो गर्न पाऊँ इच्छा छु होइन भोलिको दिनमा राम्रो एक्सपिरियन्स राम्रो नलेज गेन गरेर ब्याक टु आफ्नो कन्ट्री आएर केही गरौँ आफ्नै टोल आफ्नै समाजको मान्छेको अगाडि एउटा केही बनौँ भन्ने इच्छा चाहिँ छ अनि यो थिङ सुरुमा कसको दिमागमा आएको थियो पहिला बाहिर जानै पर्छ भनेर प्रेसर त मेरै हो प्रेसर त मैले नै दिएँ अल्टिमेटली जानै पर्छ थिङ्किङ अल्टिमेटली मान्छे अहिलेको सिनेरियो झन् कस्तो छ एकचोटि चाहिँ जानै पर्छ भन्ने इन्टेन्सन थियो अनि प्लस अब त्यस्तै कुराहरूले गर्दाखेरि पनि कि बाहिर जा कि लोकसेवा दे होइन दुईटा बाटो हो क्या तेस्रो बाटो नै छैन होइन तेस्रो बाटो नै छैन क्या अहिलेको सिनियर स्टुडेन्टहरू फर्स्ट 12 पढ्ने बित्तिकै एसएलसी दिन पाएको हुँदैन होइन म त अब बाहिरको लागि यहाँको माइन्डसेट भइसकेको हुन्छ क्या किनकि जहाँसम्म मलाई लाग्छ इच फ्यामिली मेम्बरहरूबाट कोही दाई कोही भाउजू अथवा कोही अङ्कल कोही काका इच एभ्री फ्यामिलीबाट चाहिँ फरेनमा छ होइन त्यो फरेनमा भइसकेपछि उनीहरूको पर्सनल डेभलपमेन्ट उनीहरूको इन्डिभिजुअल एउटा रहनसहन खानपिनहरू हुन्छ नि होइन त्यो अलिकति राम्रो देखेको भरले त्यो मान्छेले चाहिँ आफै उयो चाहिँ गर्न खोज्छ त्यो बाहिर गइसकेपछि चाहिँ यो लेभलको हुँदो रहेछ भन्ने कुरा चाहिँ थिङ्किङ हुँदो रहेछ अनि सबै ट्रेन्डको कुरा हो भोलिको दिनमा के थाहा अब नेपालले त्यो लेभलमा एउटा भयो भने बाहिरको मान्छेहरू पनि नेपालमा आएर केही गर्छ कि भन्ने कुरा अब विदिन एक हप्ताभित्र तपाईँ दुवैजना बाहिर बस्नुहुन्छ होइन त्यो नेपालबाट के मिस गर्नुहुन्छ होला के लाग्छ तपाईँलाई के छुट्टिरहेको थियो नेपालै मिस हुन्छ फर्स्ट फ्यामिली मेम्बर अब त्यो सुटकेसमा सबै कुरा त नेपाल कटिँदैन के मिस गर्नुहुन्छ फ्यामिली मेम्बर भइहाल्यो मेरो साइडमा होइन अनि यहाँको फुड स्पेसली अब मोमोहरू भयो अनि अर्को भनेको नान रोटीहरू मलाई मिस हुन्छ मलाई मनपर्छ यहाँको अभियसली अनि हाम्रो आइडियलिक टिम 2-3 महिनासम्म इन्स्टेन्टली कम्युनिकेसन भइरहेको थियो नि त होइन त्यो टाइममा पनि हामी हुन्छ एकदम त्यो त भइहाल्यो होइन त्यो टिम एन्ड बाँकी भनेको आफ्नो गाउँठाउँ आफ्नो समाज त सधैँ मनमा भइदिएर हुन्छ मिस हुन्छ नि
फरेन परदेश भनेको परदेश हो, आफ्नो देश भनेको आफ्नो देश हो। त्यहाँ मान्छेको भन्छन् ठुलो सिटी ठुलो त्यो होइन लाइफ पनि बिजी लाइफ हुन्छ त्यहाँ टाइम हुँदैन सबैसँग होइन बिजी लाइफ हुन्छ जस्तो यहाँ नेपालमा जे पनि टाइम हामी निकालिहाल्छौँ सानो एकछिन साथीभाइहरूसँग बसौँ चिया खाऊँ कहिले कहीँ प्लान बनाऊँ ट्रिप बनाऊँ घुम्नु सुन्नु त्यो कुराहरू चाहिँ सायद त्यहाँ गएर हुँदैन जस्तो छ कहिले काहीँ घुम्ने त्यो कुराहरू चाहिँ मान्छेहरूलाई याद आउँछ कि मिस हुन्छ हुन्छ नि त। त्यो हुनै पर्यो। अब केही कुरा एचिभ गर्नको लागि केही न केही कुरा चाहिँ गर्नै पर्यो होइन। मैले एउटा राम्रो लेभलको एजुकेसन एचिभ गर्नलाई मैले राम्रो मेरो इन्डिभिजुअल पर्सनल डेभलपमेन्ट मेरो फ्यामिलीको अलिकति नाकोस् भोलिको दिनमा मेरो छोरा फलाना ठाउँमा पढ्दैछ यो लेभलको एजुकेसन आएको छ भने एउटा सर्टेन लेभलको एउटा त्यो एचिभ गर्नलाई एउटा दुःखनेस चाहिँ एउटा दुःख चाहिँ गर्नै पर्छ क्या मान्छेले। यति इजी चाहिँ केही पनि हुँदैन क्या। मलाई इजिनेस नै चाहिएको थियो भने चाहिँ म दुबई जान्थेँ होला नि, म के अरे युके जान्थेँ होला नि मलाई इजी नै। तर मलाई होइन, मलाई इच्छा चाहिँ अस्ट्रेलिया जाउँ। यति टफ सिचुएसनहरू पनि यति डकुमेन्टेसनहरू मिलाएर राखेमा भयो नि, दुःख भयो। त्यो जर्नीलाई मैले इन्टरटेन गरेन, मैले आज यो एउटा माइलस्टोन मैले एचिभ गरेँ होइन। अब त्यहाँ गइसकेपछि पनि अब दुःख गरेन, राम्ररी ध्यान दिएन भनेपछि त आफ्नो ठाउँमा छँदैछ होइन। तर हुन्छ होपफुली दुःख सुख भनेको जिन्दगी हो होइन। एन्ड मसँग त्यो पनि एक्साइटिङ छ बाहिर जानु एक्सप्लोर गर्नु होइन। अब दुनियाँ अब ग्लोबली एकदम ठुलो हुँदै गइरहेको छ, एक्सप्लोर गर्नुपर्छ, सबै कुरा हेर्नुपर्छ। अनि तपाईँको जुन थिङ्किङ पनि छ कि अब फर्केर आएर त्यहाँबाट फर्किँदाखेरि एउटा डिग्री मात्रै होइन एउटा होप केही गरौँ त्यो सोच पनि लिएर आउँदाखेरि साथी सर्कल, समाज, आफू बसेको ठाउँ, आफ्नो सराउन्डिङ, आफ्नो कम्युनिटी, आफूले डे टु डे लाइफमा भेटिरहेको मान्छेहरूले धेरै कुरा सिकाउँछन् कि लाइफमा। मैले यहीमा पनि मेरो समाजले, मेरो कम्युनिटीले, मेरो साथीभाइहरूले मलाई एउटा कुराको लेभल अफ थिङ्किङ दियो होइन। एउटा लेभलको सोच भयो, एउटा लेभलको हुन्छ नि मैले नलेज पाएँ होइन। यो नलेज त मैले पाएँ। त्यहाँ गइसकेपछि त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको कल्चर, त्यहाँको कम्युनिटी, त्यहाँको मान्छेहरूको कस्तो माइन्डसेटअप रहेछ त त्यहाँबाट पनि केही कुरा लिउँ न त। त्यहाँबाट लियो भने पक्कै केही न केही पोजिटिभ कुराहरू नै हुन्छ होला होइन। त्यसकै सिकमा छौँ, अब हेरौँ फ्युचरमा के हुन्छ। होप फर द बेस्ट। तपाईँहरूलाई त्यसरी हतार पनि छ एकदम होइन। म धेरै समय लिँदिनँ, एकदमै खुसी लाग्यो तपाईँहरूको भिजा लाग्यो भनेर हामी पनि एकदमै खुसी छ होइन। किन हाम्रो कामै त्यो जो मान्छेहरू जानु खोजिरहेको थियो तिनीहरूलाई गाइड गरौँ, हेल्प गरौँ होइन। जो मान्छे प्रोपर काउन्सिलिङ प्रोपर नलेज छैन तिनीहरूलाई लाइट गर्ने त्यो गर्ने होइन। एकदमै खुसी लाग्छ। फर्केर पनि आउनुहोस् एकदम त्यही भन्छ। हजुरलाई भेट्न पाऊँ, अझै प्रगति होस्। मेरो साथीभाइ, मेरो फ्यामिली मेम्बर अथवा दूरको रिश्तेदारहरू के भन्छ नि, इफ भोलिको दिनमा यो भिडियो आएर तपाईँहरूले हेर्नुभयो भने चाहिँ डबल थिङ्क नगरिकन सिधै इफ तपाईँलाई एब्रोड जानु मन छ भने चाहिँ खुदेर आफ्नो डकुमेन्टहरू चाहिँ दिँदा हुन्छ, विश्वास गर्दाहरू हुन्छ। बुझ्न अरूतिर बुझ्नै पर्दैन। इफ मैले आफ्नो एक्सपिरियन्स भनेको भरमा हो अनि बाँकी त तपाईँहरूले आफ्नो धेरै बेर भयो।